हेलो गाइज, हामी चाहिँ स्मारकमा आज घुम्न आएको बेलुका साँझ हामी महावीर पुणे त्यहाँ इन्टरभ्यू कर अभी उयो चाहिँ छुरा इन्टरभ्यू के यार एम्बाप्पे हाम्रो हेटौडामा एम्बाप्पे पनि आएछ भनेर नयाँ मोबाइलमा किन भएछ राम्रै आउँदैन कसले सुदान भनेर बोलाइरहेको छ कसले यसलाई जस्तो हो क्या के अरे सुरज गोलु अलि मेलाले तँले मचा त स्टेजै वारा टिकटक भाइरल दुनियाँले गोलु गोलु मलु ए सुरज मान्छे त भर्खर छिर्दैछ मान्छे आयो अहिले भर्खर कस्तो रखा लिबक त्यहाँदेखि फ्राइडे मात्र हो फक त्यो फ्राइडे त खाने हेलो हेलो गाइज, हामी चाहिँ शहीद स्मारकमा के हो त्यो त पुरै मूर्ति जसरी बसिरहेको फोटो खिच्ने ब्याग भुइँमा राखेर फोटो खिच्छ वीर शहीदहरू अमर रहन्। यो चाहिँ हेटौडा वडा नम्बर 11 स्थित शहीद स्मारक। आज हामी साँझ घुम्न आएका छौँ। अहिले निकै रमणीय झिलिमिली बत्ती सहितको शहीद स्मारक निकै रमाइलो छ। सबैजना आउनुहोला। हेटौडाबाट नजिक भएको र हेटौडा आउनु भएको सबैजना आदरणीय व्यक्तित्वहरू एकचोटि हेटौडा स्मारक पाल्नुहोला। यो चाहिँ हेटौडा वडा नम्बर 11 हेटौडा वडा नम्बर 11 मा पर्दछ। अहिले निकै रमणीय, बेलुका 6 बजेदेखि 8 बजीसम्म खुल्ला रहनेछ। निकै रमणीय ठाउँ बनेको छ अहिले हेटौडाको। अहिले हेटौडाको साँझ विभिन्न जिल्लाबाट विभिन्न ठाउँबाट घुम्न आएको छ। हेटौडाबाट मात्र होइन कि बाहिर जिल्लादेखि लिएर बाहिर देश नजिक देश इन्डियाबाट पनि घुम्न आउनुभएको छ। र चाहिँ यसरी निकै रमणीय, निकै सुन्दर अहिले हेटौडा 11 शहीद स्मारक बनेको छ। बच्चादेखि बुढासम्म, आमा, छोराछोरी, दिदीबहिनी, दाजुभाइ सबैलाई अहिले हेटौडा शहीद स्मारकले हेटौडा शहीद स्मारकको आकर्षणले गर्दाखेरि सबैजना तानिएको छ। निकै रमणीय र आनन्दित ठाउँ बनिएको छ हेटौडा शहीद स्मारक।
झिलिमिली रङ्गीन बत्तीको साथमा निकै हेर्न लायक दृश्य बनेको छ हेटौँडा शहीद स्मारक। अहिले जङ्गा एकचोटि शहीद स्मारक घुम्न आएपछि बारम्बार आउन मन लाग्ने गरी बनाएको छ। के मैं भिडियो खिचिरहेको म उदाले त्यो हेलमेटमा राखेर रहेछ के दादा भिडियो गर्नु छ 320 cô này qua cái thèn tôi kìa xong cô này con vô ba xong đấy cô này con ước này thèn tôi kìa ta गुगाना हो कि के हो ओपा ओए कुआम फाले चितुवा त निस्केन म यस्तो फुलहरु किन्ने भएर यहाँ रोका लाउनु पर्छ यस्तो कि सपक्क फुल फुल के फुल्यो फुल चारवटा बबल टी फोटो हान्ने भने हैन। हेलो नमस्ते म मदन देउला मदन भगलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। म आज हेटौडा 11 स्थित शहीद स्मारक घुम्न आएको छु र आज शहीद स्मारकको भ्लग बनाइरहेको छु र सबैजनाले हेरिदिनु होला। सबैजना लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। धन्यवाद।